सुन एउटा डाक्टर छ एउटा कमेडियन छ एउटा डान्सर छ एउटा सिंगर पनि छ क्या हैन त अब यसो गर्ने सोलो म्याच खेल्ने के सोलो खेल्ने न त टिम अप हुँदैन सोलो म त डिक्लाइन हान्दिन्छु होला यार यो के हो मलाई त हाम्रो यसो हान्न कि हाम्रो चाहिँ भ्युअर्स पनि हुँदैन एक्सेप्ट छिटो हान्न छिटो जित्नु पर्यो फेरि के गर्नु पर्ने हो एक्सेप्ट गर्नु न त्यहाँ एक्सेप्ट गर्नु न दाजु त्यहाँ होस् म लाग्दिन्छु के हैन क्या मान्छेले ट्याप मात्रै गर्छ क्या एकछिन गर्नु न एक म्याच ल मैले गरे एक्सेप्ट मात्रै गर 30 सेकेन्ड बाँकी छ ल ल अब के गर्नु पर्यो गाइस लेट्स गो अम्बो कति पछाडी लागि भएको त्यो पनि एकैचोटी अब साथीहरु डबल ट्याप चाहिँ गर्नु है मलाई केही थाहा छैन यो त झन् के यहाँ हेर तेरो कतिवटा छ मेरो कतिवटा छ हैन के हो यो ओ छिटो न मलाई जित्नु पर्यो क्या मेरोमा के हो भन्थ्यो ओ लास्ट त म हुने रहेछ यार मेरो भएर टिम होला प्लिज अम्बो टिम हैन यार भ्युअर्स के हो यार के यार यो सोलो गाइस लेट्स गो ओइ पुने र मेरो पो उपर रहेछ गर्नु पर्यो यार मान्छेले ओए एनबी वेल एनबी के गर यार या त बेइज्जत हुने भयो नि त हैन ओ मेरो चाहियो 100 चाहियो क्या मलाई अम्बो 1.6 दुई जनाको त 1.6 and 1.6 भइराको छ ओए नि त 1 point म त फोर्थ पनि भयो के 100 मात्रै साथी मेरो साथी डबल ट्याप त गर यार चार जनामा भोट हुनु बुझेकै छैन यार यो के हुँदैछ मैले जिते मैले खाए फेरि ओ यो कति मिनेटको गेम हो ओए चार जनामा फोर्थ छु त यो यार म हाम्रो त के केटा 1 versus 1 हो यो मलाई पनि राम्रोसँग थाहा छैन हौ के हैन जसको धेरै उयो भन्नु हुन्छ न हामी मैले एक जिते जना खेलिरा हो ल सिंगल हो क्या सोलो हो क्या हामी सोलो एक जना हो के साथी एक जना हो के 3 लेफ्ट 6 लेफ्ट 6 के हो त्यो 4 भनेको? लेफ्ट छिटो लेट्स गो 3 जना बाँकी अब रोज हाम्रोमा त के हो साथी रोज 5 जना थ्यांक यू साथी कमन लेट्स गो 10 जना के हो यार थ्यांक यू गौतम ओए ओ छिटो साथी सम्झना लेट्स गो 7 लेफ्ट थ्यांक यू रोय थ्यांक यू सबै जना लेट्स गो 5 लेफ्ट ए मलाई त एउटा गाना याद आयो यार पूर्ण दाजुलाई हेर्नु न त्यहाँ हामी के भइराछौँ ओए साथीहरु 5 जना लेफ्ट 5 लेफ्ट लेट्स गो दुश्मन हेरे भने के हो हामी चाहिँ यहाँ अम्बो ओए 3 के 5 वटा रोज हाम्रो लाइफ यार थ्यांक यू गौतम ओए टिकटकमा त नि जित्दिम न दाजुलाई टिकटकमा त लाइभमा त टन्ने आउनु पर्ने त भ्युअर यार टन्ने आउँछ नि ओए ओ दुई जना हल्ला गाडीहरु के साह्रो हल्ला गर्छ नि त आम्मा थ्यांक यू अनि फोर्थ भइरहेछ मलाई हल्ला गर्न पर्दैन बोलिराख्ने हामी नबोल्नु यहाँ तिमीहरु दुईटा मात्रै बोलिराछस् क्या म र पूर्ण हेरै छौं क्या ओए हामी त नबुझ्ने जितेको हो हामीलाई थ्यांक यू गुरुङ सारू थ्यांक यू अनिराई हेर यस्तो गेम सेम त्यस्तै हो फलो चाहिँ हान्नु पर्यो सबै जनाले कस्तो म त थर्डमा भइरा छ तपाईहरुको मैले थर्डमा हुँ थ्यांक यू बिन्दु थ्यांक यू भेरी मच लेट्स गो साथीहरु कमन थ्यांक यू बिन्दु के हो ओए मैले त यो केही बुझिन है थ्यांक यू सबैजनाले फलो गर्नुभयो थ्यांक यू भेरी मच जति जनाले फलो गरिरहनु भएको छ थ्यांक यू भेरी मच लट्स अफ लभ ए मेरो ओए मैले जिते त यसलाई उखाना गेम सकेको छैन के लास्ट 2 मिनेट छ अझै के हुन्छ यहाँ बुझाउन त नि यस्तो हो क्या जसको गेम जित्यो भने के हजुर भन्न त सेकेन्ड भइराख्नु भएको छ क्या यो त देखिरहेछ गेम नि जित्यो भने यस्तो हुन्छ क्या गेम जित्यो भने चाहिँ दुई जना मात्र खेल्दाखेरि चाहिँ विन स्ट्रिक बढ्दै जान्छ क्या विन स्ट्रिकहरु 1 2 3 बढ्दै जान्छ हैन पोइन्टहरु बढ्दै जान्छ के अनि पोइन्ट बढेर के हुन्छ ओ यसमा नि पैसा आउँदै रहेछ लाइभमा गेम खेल्नु लास्टमा आउँदैन नि हौ अ त के आउँछ अब अनि दिपकको त नि अब क्याम्प नगर्नु 17 हरुमा छ त नि के भएको यो चाहिँ के हो दिप ओए तैले हसाउनु पुगेन मान्छेलाई हँसा हैन यस्तो यो आज चाहिँ के भन्दिनौ नयाँ क्षेत्रको मान्छेहरु आउनु भएको छ युट्युबरहरु आउनु भएको छ डाक्टरहरु सिंगरहरु अनि आज अलिकति यो टिकटकको लागि चाहिँ अलिकति उयो गरे उ साउनी आयो ए पुर्णे उ चाहिँ साउनी हो फेरि हाम्रो हाई बिन्दु सबैजनाले डबल ट्याप गरौँ त 50 सेकेन्ड छ ब्रो 50 सेकेन्ड थ्यांक यू मिस्टर कदम साथीहरु रङ भयो नि त आज यार ओ मेरो त अड्क्यो त नि 3.6 मै
फर्क्यो, तेरो अब सक्यो यहाँ- क्या अब सक्यो मैले जित्दैछु त्यहाँ हेर्न सेकेन्ड हुनुभयो म लास्ट भएको हो होइन तिमी फर्स्ट हो क्या 4 जनामा लास्ट हुनु राम्रो हो के चारजना फोर्थ भयो कि मेरो कस्तो बेच्यो होला टिकटकर भएर टिकटकबाट चारजनामा first। लास्ट ओए दिपक यो अहिलेसम्मको म बसेको मेरो लाइफमा लाइफ आइराख्नु पर्ने रहेछ यार कसम भनेको। हो हो होइन यस्तो हो क्या लाइभमा भनेको अलिकति इन्टरेक्सनहरू पनि गर्नुपर्छ नयाँ नयाँ मान्छेहरूसँग कुरा गर्नुपर्छ किनभने इट्स अल अबाउट हामी त महिनापछि आएको झन् कति महिनापछि पुण्य ओए पुण्य तँ चाहिँ कहाँबाट आज लाइभ पछि बसिस नै हौ लाइभ आएको होला म आज ओए पुण्य तँ चाहिँ कहाँबाट लाइभ बसिस आज दाइ त अड्किरहेको नि दाइ दियोस् भयो क्या अरे झऱ्यौ मरे म त ओए पुण्य तँ आज कहाँबाट लाइभ आएको भन्न होइन हौ, खास मैले एउटा त्यो अस्ति एउटा गीत जस्तो बनाएको थिएँ क्या अँ अनि त्यो चाहिँ अब कस्तो अब त्यो उयो भइरहेको थियो खटपट के कता हालौँ के भएर अनि यतिकै सुनाउनुको लागि आएको थिएँ क्या ए सुनाइदिनु न त ल अनि धेरैजना सुनाइदे ओए 3000 मान्छेले हेरेर सुनाइदे अँ, हामी चाहिँ चुप लगाएर बसौँ है हामी चुप लाग्छु ल 3000ले मेरोमा त 1.4 के मात्रै लेखेको छ त अनि सबैको मर्ज गर्दा अलग अलग हुन्छ नि त यहाँ मेरोमा 240 जना हुनुहुन्छ सिजलिङकोमा हुनुहुन्छ सुसाङकोमा 3000 जना हुनुहुन्छ अनि तपाईँको 3 2 5 6 7 8 9 8 6 7 हजार त यही छ त नि ए हो अनि हो नि सिजलिङकोमा कति छ उहाँ 1100 पूर्णकोमा मेरोमा 1400 देखाएको छ मेरोमा 3.1 के मेरोमा 230 छ अनि लु सुरु गरौँ ल सुरु गरौँ ओए सुनाइदे यत्रो पब्लिक छ सुनाइदे तेरो गाना आज यहीँ सुनाइदे के हो लु भन्नुपर्ने भन हामी चुप लाग्यो ल यो त अड्क्यो त गाना सुनायो भने त दाइ चुप लाग्यो अरे होइन यसको नेट गएछ हौ ल अहिले जोइन हुनुहुन्छ होला फेरि नेट होइन अहिले रिकर्डिङ हुन्छ ताइको नेट स्लो भयो होइन हौ, म उयो चलाउँदै थिएँ क्या लिरिक्स हेर्दै थिएँ क्या मेरो नोट्समा ए दाइ सुन यस्तो चाहिँ नगर्नु हौ ओ लु आयो है आयो ल ल पुण्य ल हामी चुप लाग्यौँ है यो त यति मात्रै हो भाइ ओ साउनीलाई भन है म्युट गरौँ न हामी एपको म्युट गर्नु मिल्छ गर्छौ मिल्छ यस्तो हो क्या मैले चाहिँ मेरो टोलको एल्बमै बनाएको छु नि त जस्तै आफ्नै टोलको बारेमा यो जङ्गलको बारेमा छ बाटोको बारेमा छ अनि आफ्नो साथीहरू केटाहरूको बारेमा छ केटाहरू भन्ने अनि दिदी बहिनीहरू एउटा घरको साइडको चेली एउटा दिदी हुनुहुन्छ क्या त्यो दिदीको स्टोरी छ अनि 28 बाजे भने लौरे बुढोको छ क्या एउटा अनि ड्रग सङ भन्ने पनि छ क्या एउटा ड्रग हब पनि थियो यतातिर अनि एउटा खोला भन्ने चाहिँ छ क्या यहाँ खोला हरे खोला त्यो चाहिँ कस्तो हो भने त्यो चाहिँ धरानभरिको त्यो ड्रेनको उयोहरू आउँछ क्या अनि त्यो एउटा चाहिँ के भइदिएको छ भने हाम्रो योदेखि अगाडि के हो फेरि के म्याच पो आउँदैछ हौ तपाईँ गाना गाइराख्नु न डिक्लाइन हानिदिन्छ नि त यो ल ल ल ल अनि के हो भने के भएको छ भने त्यो एउटा दाइको चाहिँ नानी चाहिँ यहाँ खोलाले बगाएर डेड भएको थियो क्या अनि त्यो इन्सिडेन्ट चाहिँ मलाई हिट भइरहेको रहेछ अनि म यत्तिकै अस्ति बसिरहेको थिएँ अनि त्यही इन्सिडेन्टहरू हल्का त्यो थ्रु लिरिक्स मैले बनाएको छ क्या यो थोरै छ यो त्यस्तो उयो चाहिँ होइन हल्का थोरै होइन दामी दामी जुन चिजमा स्टोरी हुन्छ नि त्यसमा पावर हुन्छ क्या एन्ड दिस सङ एज अ पावर क्या स्टोरी भएपछि पावर छ क्या ल सुनिदिउँ यो चाहिँ अब एकदम रफ एकदम थोरै छ अब त्यो कम्प्लिटै भएको छैन क्या अस्ति भर्खर त्यत्तिकै बनाएको थिएँ बगिरहने सहरको धुलो बगीमा यो खरे खोला र कुलो
थाहा नै नभएको बच्चा खोलामै कुद्यो थाम्नै नसक्ने पाइला संसार नै छुट्यो उसको एक्कासी उर्लिए समाज्दै खोज्न उर्लिए सबै सकेन रुक्न बगाइ लाग्यो खोलाले उसलाई डुबी गयो खोला भित्रै खोला खरे तिम्रो साटोमै तरे बगाइ लग्यौ मेरो संसारै तिम्रो रिसमा मै परे खोला खरे तिम्रो साटोमै तरे बगाइ लग्यौ मेरो संसारै तिम्रो रिसमा मै परे त्यस्तै छ वाव बबाल दामी दामी खोला खरे तिम्रो साटोमै तरे बगाइ लग्यौ मेरो संसारै तिम्रो रिसमा मै परे अरे तर ओए पुण्य एउटा थाहा छ मलाई अस्ति भर्खर एउटा यो सालमै होला ओप्पर ठुलो पानी परेको थियो नि धरानमा अनि पानी पर्दाखेरि चाहिँ एउटा बच्चालाई खरे खोलाले बगाएको थियो नि अनि बच्चा मरेको थियो त्यो त्यही स्टोरी हो त्यही बच्चा हो होइन यो त अलिक धेरै अगाडिको कुरा हो यार यो अस्ति पनि भएको थियो साँच्ची अस्ति भर्खर पनि एउटा ओ एक्ज्याक्टली क्या त्यही खरे खोलामै बगाएर जब त्यो निसानेको पानी त्यही इमोसन अब त्यही त त्यस्तो इमोसनहरू कस्तो अब त्यो उसको त्यो सानो नानीको बडी उसको चाहिँ त्यत्रो गाउँले नै खोजेको कि तर उसको बाउले नै भेट्यो क्या त्यत्रो गाउँ आएर खोज्दाखेरि पनि होइन नपाएको होइन बाउले नै भेट्यो अनि त्यही छ क्या अनि त्यो यो कोरस पार्ट चाहिँ क्या अब बाउले भने जस्तो अब हुन्छ नि खोला खरे तिम्रो साटो मै तरे बगाइ लग्यो मेरो संसारै तिम्रो रिसमा मै परे अरे क्या बाउले चाहिँ भन्छ नि त्यस्तै तरिकाले बनायो क्या त्यो इमोसन चाहिँ एकदम हिट गर्छ क्या अनि मलाई बनाउने प्रोसेस अनि कस्तो हुन्छ नि आफूलाई कस्तो त्यो भिजुअली नै आउने क्या आएको थियो क्या कुराहरू त्यस्तै छ यो अब कहिले आउँछ तर बनाउँछु यसलाई म कम्प्लिट गर्छु यहाँ के हुँदैछ यार अलिक एउटा अर्को सुनाएको थिइस् नि तैँले टोलको बाटो बारे कि समथिङ चेली बारे क्या एउटा मैले त धेरै छ यार त्यो अहिले म गाउँदिनँ यो चाहिँ भयो यति नै होइन एउटा त्यो चेलीको तैँले मलाई सुनाएको थिइस् त्यो चाहिँ मलाई बब्बल लाग्यो चेलीको नि त्यही यार स्टोरी मेरो घरको साइडको दिदीको स्टोरी हो क्या त्यो त्यो चेलीको मलाई क्या दामी लागेको थियो मलाई चाहिँ त्यो हो कि जस्तो लागिरहेको थियो क्या पहिला सुन्दा कस्तो त्यो चेलीमा त झन् क्या इमोसन्स थियो क्या गानामा त्यही सबै त्यो ट्रु स्टोरीहरू नै हो यो एल्बमको चाहिँ त्यही भएर यो कहिले आउँछ तर अहिले हल्का अब माया पिरोती टाइपको गीतहरूमै वर्क गरिरहेको छु धेरै अब यो अरू गीतहरू नेक्स्ट रिलिज चाहिँ माया म हो त्यो चाहिँ हिजो दुईजनाले सुनिसक्यो अगाडि यता दिपक ब्रो मैले सुने दामी लाग्यो त्यो माया मुखमै झुन्डिरहेछ क्या ब्रो त्यो गाना हुन्छ नि माया म अनि यता हाम्रो बहिनी बहुत धेरै बोल जस्तो लाग्यो यार म यता हाम्रो बहिनी बहुत धेरै बोल जस्तो लाग्यो को आयो सिजिलिङ त लट्ठै परे आयो क्या यस भाइ जुन आयो बोल लाग्छ यो त कस्तो गिरी गरेको भैसरीमा आयो गरेको हाम्रै गाउँमा आएर तपाईँ कसम यस भाइ के छ यस्तो हुन्छ नि कस्तो नराम्रो टाइपको लाग्यो यार दाइको इन्टेन्सन यस्तो हो टाइप हो क्या दाइ आज गुड भैसरीमा आयो भेरी गुडमा हो नि त आम्मा अब्बो हो नि त
ओ सिरी यहाँ त 6-7 हजार मान्छे छ है आज पुरा खतरा मेरो मिठो हो ओ सिरी लु एउटा हान्देऊ नि त एउटा जाओस् न पूर्णेले भर्खर हान्दे अब तिम्रो टन्ड एउटा कस्तो गाउने मुडमा छ यार ल सुनिदिउँ न त स्टिभ मेरो दीपक भाइ के छ डाक्टर दीपक घर ओ डाक्टर सिजलिङ डाक्टर दीपक भइसक्यो अब म चाहिँ के हुनु पर्यो रक स्टार पो हो त म त Vlogger Susan. कन्टेन्ट क्रिएटर ओए अझै बज छ त यता के हो होइन बज म त बज जस्तो नमस्कार सबैजना दर्शकहरूलाई ल नमस्ते